एकदम डरलाग्दो पहिरो गएको यस्तो डरलाग्दो पहिरो गइदिएको छ हाम्रो बल्ल बल्ल बाटो बनेको माया लाग्दो यस्तो भयो अम्बो यहाँ हेर्नुहोस् त गाइस यो रुख त झर्न आँटेको रहेछ यार यो झर्छ यो धुप्पीको रुख चाहिँ झर्न आँटेको रहेछ गाइस यो यसले पनि हेलो गुड मर्निङ गाइस अर्ली मर्निङ आज है एकदम अनुहार पनि मेरो एकदम के भन्छ भर्खर सुतेर उठेको सुत्नु पनि के भन्नु है एकदम रातको निन्द्रा रातभरि पानी परेकोले गर्दा मजाले सुत्नु पनि पाएन र अहिले बत्ती पनि छैन यहाँ सो यो आज चाहिँ म चाहिँ एकदम हाम्रो गोर्खे भाषामै मैले भ्लग गरिरहेको छु आजको जुन 4 तारिकको रात चाहिँ भनौँ एकदम डरलाग्दो पानी पर्यो अन्त भनिन्छ 68 सालमा पनि यस्तै टाइपको पानी परेको थियो अरे होइन अन्त त्यो पानीले गर्दा एकदम डरलाग्दो बिगार गरिरहेको छ साथी हो सो आज तपाईँलाई यो भिडियोमा तपाईँलाई केही कुरोहरू देखाउन चाहन्छु कति हाम्रो तामसङ गाउँमा चाहिँ कति के बिगार गरेको छ पहिरोले र आउनुहोस् यो भिडियोमा हेर्नुहोस् र धेरै दुःखको कुरो पनि छ कति ठाउँमा आफ्नो जान पनि परिहाल्यो जान पनि गुमाएको छ यो पालिको पानीले गर्दा है सो एकदमै डेन्जर पानी परेको छ म त रातभरि सुत्नु पाइनँ सायद तपाईँहरूले पनि मजाले सुत्नु पाएन होला गाइस कति ठाउँहरूमा पहाडी इलाकामा स्पेसली दार्जिलिङ एरियामा डरै लाग्दो पानी भएको छ र हेर्नुहोस् अहिले म केही जग्गाहरू देखाउन चाहन्छु हाम्रो गाउँको स्थिति कस्तो छ कन्डिसन कस्तो छ यो हेर्नुहोस् रातिको पहिरो रातिको पानीले गर्दा एकदम डरलाग्दो पहिरो गएको छ र यहाँ बाटो गाडी छिर्ने पनि ठाउँ छैन र रुखहरू ढालेर एकदमै डरलाग्दो पहिरो गएको छ हेर्नुहोस् यहाँ हेर्नुहोस् कस्तो एकदमै डरै लाग्दो भन्दा एकदमै नो वर्ड्स यार यस्तो डरलाग्दो पहिरो गइदिएको छ हाम्रो बल्ल बल्ल बाटो बनेको माया लाग्दो यस्तो बनाइदिएको छ गति सो पानी उम्रेर केही छैन गाइस बाइक चाहिँ छिर्ने चान्स छ तर गाडीहरूको लागि 4 चक्केहरूको लागि अप्सनै छैन यहाँ पानीहरू उम्रेर हेर्नुहोस् न कस्तो डरलाग्दो भइरहेको छ यहाँ मात्रै होइन आज धेरै ठाउँ छ जो कि पहिरोले एकदमै डरलाग्दो बिगार गरेको छ यहाँ हेर्नुहोस् पानीहरू उम्रेर त्यहाँ पनि हेर्नुहोस् एकदमै खोला नै बगिरहेको छ यो पालिको 4 तारिकको पहिरो चाहिँ पानी चाहिँ एकदमै डरलाग्दो भन्दा डरलाग्दो पानी गाइस आई होप तपाईँहरू पनि आफ्नो एरियाहरूमा सन्चै हुनुहुन्छ होला र म आशा गर्छु तपाईँहरू पनि एकदम सेफली बस्नुहोस् म तपाईँलाई रिक्वेस्ट गर्न चाहन्छु तपाईँहरू पनि सेफली बस्नुहोस् एकदम यो पानीले गर्दा पहिरोले गर्दा डरलाग्दो धेरै जग्गामा जानहरू पनि गुमाएको छ यति मात्र होइन मेरो घरमुनि पनि सानो पहिरो गएको छ त्यो पनि देखाउने छु तपाईँहरूलाई बट स्टे सेफ गाइस बेसी यताउता नहिँड्नुहोस् अब थाहा छैन यो पानी अझै कहिलेसम्म हो अब फोरकास्टमा मैले चेक गर्दाखेरि त आज पनि हल्का पानीहरू त छ बट एक्ज्याक्टली आइडिया छैन दार्जिलिङको वेदरको कन्डिसनको बारेमा हामी केही भन्न सक्दैन घरि के हुन्छ हो यहाँ हेर्नुहोस् हामीले यहाँ घरको लागि हामीले यहाँ सानो खाल्टा खनेको थियौँ पोस्टको लागि यो सबै हेर्नुहोस् पालहरू लडाएर किसिम भइसकेको छ र अब तपाईँलाई तलतिर लान्छु कतिको बिगार गरेको छ तपाईँलाई देखाउँछु ल यहाँ हेर्नुहोस् यस्तो प्रकारको हाम्रो यो सानो बाटो तल गाउँ जाने बाटो हो यहाँ पनि यस्तो बिगारेको छ ठिक्कै यहाँ घर छ घरमुनि चाहिँ यस्तो हालत भएको छ यो पालिको त पहिरोले गर्नुसम्म गऱ्यो गाइस
गाइस तपाईहरुले अर्को ठाउँ देखाउन आँटेको छु। यहाँ पनि एकदमै बिगार गरेको छ, पहिरोले गर्नुसम्म गरिएको छ हर जग्गामा। र यहाँ हेर्नुस् कस्तो हाम्रो बाटो पनि गइदिएको छ, अन्त कसैको जमिन पनि गइदिएको छ। यहाँ हेर्नुस् त यस्तो डरलाग्दो भइरहेको छ गाउँमा। सो यो त अलिक सानै पहिरो भनौँ, बट तलको योभन्दा अगाडिको पहिरो चाहिँ एकदम डरलाग्दो गएको छ। यसले चाहिँ डुप्पा गोलाइ भन्छौँ हाम्रो गाउँको। र एकदम के भन्नु यार, यो पालिको पानी चाहिँ डरलाग्दो काम बिगारेको रहेछ। अम्बो यहाँ हेर्नुहोस् त गाइस, यो रुख त झर्न आँटेको रहेछ यार। यो झर्छ, यसले काम बिगार्छ फेरि। अहिले त अलरेडी यो पानीले काम बिगारिसकेको छ, अब यो रुखले चाहिँ काम बिगार्ने रहेछ है। एकदम होसियार साथमा उठ्नु पऱ्यो। यहाँ भन्नु सक्दैन कहाँबाट झर्ने चान्सेस हुनसक्छ। यहाँ हेर्नुहोस् पहिरोले एकदमै डरलाग्दो भन्दा डरलाग्दो लस गरेको छ। यस्तो डरलाग्दो पहिरो गएको छ गाइस। आई होप तपाईँहरू पनि आफ्नो परिवारसँग एकदम सन्चै जाति कुशलै होला। स्टे सेफ। यति बेला चाहिँ तपाईँहरू कहीँ ननिक्लिनु होला, किनभने पानीले गर्दा धेरै ठाउँमा जमिनहरू एकदम कमुलो बनाइदिएको छ। र त्यसले गर्दा तपाईँहरू रिक्वेस्ट छ ननिस्केकै राम्रो हो। अनि यहाँ पनि हेर्नुहोस् सानो पहिरो गएको रहेछ। यहाँ पनि यस्तो डरलाग्दो भइरहेको छ यार। हाम्रो पारिपट्टि गाउँमा पनि पहिरोले चाहिँ मान्छेले कुर्यो भनेर सुनिरहेको छु। आई डोन्ट नो कस्तो के स्टेटस छ त्यहाँको न्युज, बट म यति नै होप गर्दैछु यार कोही मान्छेलाई यस्तो नोक्सान नभएको होस्, कसै मान्छेको ज्यान नजाओस्। बरु अलिक घरहरू ड्यामेज होला, बट ज्यान गएपछि फेरि आउनु सक्दैन गाइस। सो यति नै हो। यहाँ चाहिँ अचम्मै छ है। यहाँ चाहिँ एकदमै अचम्म पाराले गएको छ। यो रुखको चाहिँ अब कहिले के हो डरलाग्दो पाराले झर्ने रहेछ। यो धुप्पीको रुख चाहिँ झर्न आँटेको रहेछ गाइस। यो यसले पनि कुनै दिन यसले पनि दुःख दिने रहेछ। हेर्नुहोस् त यो धुप्पीको रुख पनि जान आँटेको रहेछ। सो गाइस अहिले चाहिँ म हाम्रो बोजूको घरमा आएको छु। र हाम्रो बोजूको घरको छतदेखि चाहिँ तपाईँहरूलाई कहाँ अपोजिट डाइरेक्सनमा कति बिगार गरेको छ। र हाम्रै छिमेकी गाउँ भनौँ होइन, त्यहाँ पनि एकदम धेरै बिगार गरेको रहेछ। ठाउँ ठाउँमा चियाबारीहरू एकदमै पहिरोले गएको छ। र एकदमै सायद अब कमानलाई पनि लस हो, अन्त कतिलाई घरको मुनि पनि पहिरो गएको छ। यहाँबाट त्यति देखेको छैन, तर जहाँ जहाँ पहिरो गएको छ तपाईँलाई चाहिँ त्यो चाहिँ कभर गर्न चाहन्छु। र हेर्नुहोस् यो हेर्नुहोस् टक्कै यो अपोजिट डाइरेक्सनको चाहिँ मारेबुङ भनिन्छ। यो डल्लै मारेबुङ हो। सो यहाँ एउटा गएको छ, फेरि यता यहाँ धेरै ठाउँहरूमा। यहाँ फर्स्ट हेर्नुहोस् टक्कै गुम्बा डाँडा भन्छ होला त्यसलाई, त्यहाँ पनि डरलाग्दो पहिरो गइरहेको छ। सो यहाँ नेक्स्ट यहाँ हेर्नुहोस् बाटोमा सानो पहिरो गएको छ। अन्त यहाँ हेर्नुहोस् ठुलो पहिरो गइरहेको छ। यो पनि सायद बाटोलाई भेटेको होला, त्यहाँ पनि जाने उकालो जाने बाटो हो। अन्त यहाँ हेर्नुहोस् यहाँ चाहिँ डरलाग्दो बाटो, 3टा पहिरो ओह्रालो पनि देखिन्छ। अन्त त्यहाँ पनि बाटो गइरहेको छ। अन्त यतापट्टि हेर्नुहोस् यहाँ पनि पहिरो चाहिँ डरलाग्दो अनेक जग्गामा गइरहेको छ। यहाँ हेर्नुहोस् यहाँ पनि बाटो गइरहेको छ। सो यति मात्रै होइन, हाम्रो यहाँ चाहिँ हाम्रो फेरि यो चाहिँ फरेस्ट एरिया हो गाइस। तामसाङको फरेस्ट एरिया भनौँ। यहाँ पनि हेर्नु त यस्तो डरलाग्दो पहिरो गइरहेको छ। यो पालि चाहिँ डरलाग्दो बिगारै गरेको हो। हेर्नुहोस्
तल्लोसम्म अब कहाँसम्म गएको छ त्यो चाहिँ थाहा छैन बट यस्तो यो पालिको चाहिँ 4 तारिकको पानी चाहिँ रातिको पानीले चाहिँ डरलाग्दो बिगार गरेको छ गाइस। सो गाइस अहिले चाहिँ मलाई एकदमै लिमिटेड ठाउँको मैले कभर गरेको छु र म अहिले भयो भने यसको सेकेन्ड पार्ट पनि हालौँला। तर अहिले चाहिँ म हाम्रो गाउँको अलिक के कसो छ अलिक त्यसको लागि चाहिँ हामी प्लान गरेर चाहिँ यहाँ वर्कआउट गर्नुपर्छ जस्तो छ, काम गर्नुपर्छ रहेछ। सो ल यो भिडियो चाहिँ यहाँसम्म राखेर है म भयो भने अर्को सबैलाई सेकेन्ड पार्ट पनि लिएर आउनेछु र सेकेन्ड पार्टमा भयो भने म तपाईँलाई अझै डिटेलमा तपाईँलाई प्रस्तुत गर्नेछु। त्यसले तपाईँहरू चाहिँ एकदम सेफ बस्नुहोस्, घरमा बस्नुहोस्, कहीँ लामो बाटो कहीँ जर्नी गर्ने चाहिँ प्लान ठ्याक्कै नगर्नुहोस्, आफ्नै घरमा आफ्नो गाउँमा एकदम सेफ पाराले तपाईँ बस्नुहोस्। सो गाइस हामी भेट्नेछौँ अर्को नयाँ भिडियोमा।